हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी दिपा ब्लग। फेरि पनि आज नयाँ भिडियोको साथमा आएको छु। अनि आज चाहिँ यता बिहे छ हाम्रो गाउँतिर, अनि यसो सघाउन आएको। अनि यसो अब आजको दिन यसो सघाउँदै रमाइलो गर्दै हल्का भिडियो गर्नेछु। हेरिदिनु होला, माया गरिदिनु होला। हाम्रो चाहिँ यता सलाद रेडी भइसक्यो। हाम्रो देवा यता आजको के भन्नु, के काम छ देवाको? के काम छ आज? आज काम। अनि यहाँ चाहिँ अब सलाद काटेको छ, अनि सलाद बनाउने काम। यता हाम्रो बेबी आज मेरो साडी छ। साडी आज छोरीले साडी लाउनुहुन्छ अरे हो। म चाहिँ उसको छ्यामा लम्मा दिसुन हनी माता चाँदी हैन, पुरै माया देऊ मलाई आदि हैन। यता फर्केर पुरै माया देऊ मलाई आदि हैन। त्यो भन्दै चाहिँ त्यही पो रहेछ। बाहिरबाट हेर्दा चाहिँ कालोमा सबै कालो लाउनु, व्हाइट सर्टमा चाहिँ ब्ल्याक लाउनु पर्दैन। कोट पनि कालो छ। कोट कालो, कोट पनि कालो छ। मैले त सलाद त ठिक पो गर भने थियो। मलाई त भनेको छैन, मैले मेरो काम सकिरहेको पहिला हाल पनि हैन। दिइराख्यो। म तलबाट काम गरेर आएको अहिले। जाड छान भनेको त्यो नि हैन रे। छानेर त आएको त म। कति छानी अहिले कहिले? 2 डोल। कुनी म हेर्छु अहिले। 2 डोल छानेर आएको। भन्नु पर्यो। इट्स मी भन्न त। अभिषेक राई भनेर। यहाँबाट भन्दा नि भाइरल हुन्छ। हेलो गाइज, मेरो नयाँ च्यानलमा तपाईहरुलाई स्वागत छ। बनाउँदैछु अब। सब्स्क्राइब गरिदिनु होला। अब नयाँ च्यानल बनाउँदैछु भन्न। नयाँ च्यानल बनाउँदैछु, साथ सपोर्ट गरिदिनु होला। दिनु होला कि गर्दिनु होला? राम्री राम्री केटीहरूले अलि हेरिदिनु होला। ओइ दाइ यार, यहाँ भ्लग छ। अब तपाईको त के घरमै छ अनि के चाहिँ घरको र ओइ दाइ फेरि बाहिर पनि छ। हाम्रो दाल पकाउनु दाजु यता, अनि यता चाहिँ पापड। हाम्रो पापड फुटाउनु हुने दाजु यता। चलाउनेवाला चाहिँ अर्ग्यानिकै छ, यहाँ सानो भयो भने यस्तो वाला रहेछ है। आजको बेहुला है हाम्रो। ब्लग पो बनायो। सघाएपछि मैले नि गाजर खाएर खाली अब एकछिन घरतिर गएको, अब काम सघाएँ एकछिन। अनि भोक पनि लागिसक्यो, अनि गाजर खाएर खाली गएकोमा चाहिँ अनि अब घरमा जान्छु। अनि अब रेडी पनि हुनु छ। यसो 1-2 जना सोल्टीहरू त ढाल्नु पर्यो नि हौ। अनि त्यही भएर अब यसो फेरि भोलि पनि केटीकोमा बेस अनि जानु पर्यो। त्यही भएर छिटो छिटै अब जाँदै गरेको। हुँदैछ है गाई छैन, म चाहिँ रेडी हुँदैछु। अनि आमाहरू रेडी भइसक्नु भयो। उता देखाइदिनु आन्टीहरू कसलाई देखाएको नि पछाडि। आन्टी बल्ल बल्ल रेडी हुँदैछु, सबैलाई रेडी बनाइसक्यो। अनि म मात्रै रेडी हुन्छु। लु आजै हाम्रो साडी नै मिलेन हौ सबैजनाको। सो गाइस, म पनि रेडी भइसकेँ। कस्तो भयो थाहा छैन, अरू यहाँ पछाडि रेडी भइराख्नु भएको छ। सो अब यतिको राम्ररी अब कतिको भयो होइन। सोल्टीहरूले पलक पलक लडाउनु पर्यो नि। सो गाइस, हामी चाहिँ बिहेतर्फ लागिसक्यौँ। अनि म चाहिँ यस्तो भएर हिँडेको छु, कस्तो भयो थाहा पनि छैन होइन। अनि यता माथि गइसक्नु पर्यो। यो चाहिँ मेरो आमा हुनुहुन्छ यता, हेर्नुहोस् उहाँ चाहिँ। गाइस, हामी चाहिँ आज यहाँ पुगिसक्यौँ आधी बाटोमा। कहाँ हो? अनि माइत जाँदैछु। मलाई धेरै देखाए, कस्तो चाहिँ कमेन्ट गर्नु ल, कसलाई मन पर्यो सोल्टीहरू। फाइनली गाइस, हामी बेघरतिर प्रस्थान भइसकेको छौँ। यतातिर आइपुग्यौँ त हामी त। यहाँ अब सबैजना हुन्छ। हाम्रो चाहिँ अब यहाँ काम सुरु हुन्छ, म चाहिँ काम सघाउनु पर्ने हुन्छ। फेरि अघि त रेडी हुनु मात्रै गएको, अब फेरि मेरो काम सुरु हुन्छ। यता सबैजना हुनुहुन्छ। सो गाइस, म चाहिँ खाना खानु लागेँ होइन। ए कहाँ
अब खानै पर्यो भरेसम्म कति बेला फेरि हुन्छ होइन अनि त्यही भएर म चाहिँ खानु लागेको खानु बस्नु लागेँ हामी चाहिँ लो यहाँ बिहे खानु आँटेको अब चाहिँ यही त होला होइन यहाँ खानु आँटेको यसरी धमाधम सबै खानु हाम्रो नानाको बिहे चाहिँ मिठो रहेछ है गाई हालैमा चाहिँ गम कि गम आज र भोलि त हाम्रो सोल्टी नि त मेरो सोल्टीहरू भएन यस्तो भरेको लागि मिल्दैन नि त म गइहाल्छु नि त फेरि यहाँ लिएर नचाउनु हेलो गाइस खानावाली तपाईँ गिलासवाली हो म अचारवाला म पापडवाला देखिन पो त दालवाला थालवाला बोलौँ है छिटो यहाँ यतिको चाहिँ हुनु पर्यो यतिको लु आउनु न चक्र दाजु चक्र दाजु छिटो न यतिको भान्से टोली चाहिँ यतिको हुनु पर्यो नि त मेरो आन्टी पनि यता घरमा खोटी नभए जन्ती डोली लिआउँछु सधैँ रमाइलो मलाई सधैँ वीर चरी चट्ट परी बुरु हाम्रो बेहुली आजको तिमी कसको छोरी हो र हाम्रो बेहुला हो चाहिँ आजको हुनुपर्छ काम गर्ने हेर्नु बिहेको दिन पनि कस्तो खतरा काम गरिरहनु भएको छ अब चाहिँ हामी चाहिँ हिँडेको बेगरबाट किनभने अब भोलि केटीकोमा पनि बिहे छ नि त आज केटाकोमा यता चाहिँ कस्तो हो भने केटा चाहिँ मेरो मम्मीको मामलीबाट दाइ पढ्नुहुन्छ सो अनि के अरे उता केटी भनेको चाहिँ मेरो आफ्नै बडाउको छोरी हो त्यही भएर म चाहिँ अब लागेँ अहिलेलाई चाहिँ अघि नै आन्टीहरू गइसक्नुभयो अनि म चाहिँ अब काम सघाउँदा ओर्दा ढिलो भइहाल्यो अनि अब भोलिको लागि फेरि पनि अब घरमा नि अलिकति काम गर्नु पऱ्यो अनि भोलिको लागि पनि तल काम गर्नु छ अब फेरि पनि भेट्नेछौँ हामी तपाईँलाई नै निकाल्छु म निस्किँदै त होला नि तर हातले छेलेछ नि कोपालाई नि निकाल्छु नि यो चाहिँ केटीको बिहे है हाम्रो आज यहाँ चाहिँ हाम्रो जन्ती टोली आइपुग्नु भयो है फाइनल्ली के चाहिँ अङ्कल र जन्ती टोली चाहिँ बेहुली आज चाहिँ बेहुलीपट्टिको बिहे आज चाहिँ बेहुलीपट्टिको बिहे हाम्रो हिजो बेहुलापट्टिको आज हाम्रो सोल्टीहरू चाहिँ मसिनो आउनु भएछ बोक्दै सामान होइन एउटा सोल्टी लानै पर्छ आज सोल्टिनीहरूले राख्ने भन्दैछ है सोल्टीहरूलाई सोल्टीले नलाने भने सोल्टिनीले राख्ने है सोल्टीलाई आई लभ यु ए हो टोली
जन्ती टोली पछाडि बसेकै यता बेहुला बेहुली हेर्नु न यता छिटो हिजोकै बेहुली हो तर आजको केटीपट्टिको बिहे है म चाहिँ मेरो के अरे मेरो पर डिपार्ट सधैँ हिँडेको ल हाम्रो देवा दिपक देवा आन्टी खै देखिनँ हौ मैले बेहुलीको मम्मी आन्टी अनि यो चाहिँ मेरो राम्रो भाइ तपाईँको नाम के भन्नु न नाम के हो सलिन के हो कतिमा पढ्नुहुन्छ कुन स्कुल कसको छोरा मम्मीको नाम के हो मन्दिरा उहाँको हो र म त चिन्दिनँ त नि आमाको लुक्स आज अर्कै छ हिजो अर्कै थियो आज अर्कै छ है अनि म यता छु हाम्रो कोकु भाइहरू हेलो भन्नु न यहाँ चाहिँ हाम्रो टिका लाउने ठाउँ हाम्रो भाउजू यता भाडा उठाउँदै हुनुहुन्छ जुटा उठाउने भाडा अनि हाम्रो बहिनी दाजु यहाँ बसिरहेछ सबैजना चाहिँ के अरे यता खाना बाँड्ने टोली आज के पाक्दैछ दाजु यस्तो तर पानी आयो नि त हाम्रो भान्से टोली सबै यता भात पाक्दैछ हाम्रो भात पाक्दैछ स्पेसल वाला हाम्रो दिकुले हाम्रो फेरि यहाँ स्पेसल वाला भाडा माझ्नेहरू खतरा छ जुत्ता पनि के अर्ग्यानिक छ कि सक्नुहुन्छ हाम्रो कोल्याब गरेको सुट्सहरु अलिक यहाँ फेरि अर्ग्यानिक पाकेको छ हाम्रो पुगेन हौ अङ्कल अलि माथिबाट सोल्टीहरू हेर्नको साह्रै असिना परेछ सोल्टीलाई लु सोल्टीलाई यतिको त दिनु सोल्टी आयो मलाई सोल्टीको यतिको साह्रै घिच्चाङ सेरा छ सोल्टीले सक्यो सोल्टीले जस्तो सोल्टी अर्ग्यानिक सोल्टी लु बेहुला बेहुली यो सक्नु पर्यो सक्नु चाहिँ बेहुला कि बेहुलीले जित्ने लोकन्दा लोकन्दी पनि छ नि त दुईजना छिटो छिटो पर्ने रहेछ त्यहाँ भन्छ त सबै खानुपर्छ आज त एउटै छोड्नु हुँदैन के छ त्यही त खाने यतिको माया चाहिँ दिनु पर्यो भेनाले अनि मात्रै हामी ढुक्क हुन्छौँ माया र संसार यसरी बाँधिन्छ हामी पनि बोल्किनु चाहिँ हुँदैन आज त बेहुला बेहुलीले सबै खानुपर्छ त्यहाँ भएको जति खै त यतिको त दिनु पर्यो नि हाम्रो लोकन एक्स्ट्रा पारामा फेरि यता चाहिँ मेरो दादा हो यो हाम्रो साथी बल्छी हिँड्नु नि तपाईँ काठमाडौँ भर्खर चामल पाक्दैछ अरे हाम्रो जन्तीसँग सबैमा मिक्सी गएर त फेरि बेहुलाको बाउले चाहिँ दिएकै हो यतिको केटा नि हेर्नु न त अनि माथि अच्छा नचुन्ने
मिल्दै खानेहरु पनि